अलिक डार भयो बाबा हजुर पहिले रेडियो कहिले किन्नु भएको अरे बाबाले रेडियो त कहिले पुग्दै नरी सानो हुँदा नरी नरिसानी थियो एउटा पहिलाकै थियो नि त त्यो पछि किनेको फेरि अहिले रेडियो किनेको मैले पहिले एउटा घडीसँग साटेको थियो फयल साइलासँग कोसँग फयल साइलासँग मजाको घडी थियो तारिकवाला महँगो खालको होला नि रोलेक्स अनि त्यो बजाएर अनि त्यो त्यत्तिकै बुढोहरू बिग्रिन थालेको थियो अनि पछि किनेको पछि नेपालमा आउँदा ल्याएको रेडियो अनि पछि किनेको पहिले किनेको रेडियो चाहिँ नि त्यतिखेर रेडियो नि किन्दाखेरि पुरै रेडियो नेपाल आउँथ्यो कि के आउँथ्यो आउँथ्यो है नेपालै आउँथ्यो नेपालै त आउँछ नि अनि त्यो नेपालै आउँछ नि कहाँ फर्स्ट टाइम कहाँ थाहा पाउनु भयो रेडियो पनि हुन्छ सुन्न हुन्छ भनेर थाहा थियो पहिले नै थियो नि त अनि पहिले नै काइलो मामा स्कुल लाग्दा नै पहिलोचोटि रेडियो बजाएको थियो तामाङ सरले रेडियो बजाएको मैले सुनेको र जानेको चाहिँ कहाँ भने खारपानीमा आएकै साल हो तल गिरिपमा त्यो रोड खन्थे त्यहाँ क्याम्पमा होला गिरिप क्याम्प थियो नि त त्यो आँपडाँडामा रैकाको घर भएको ठाउँ थाहा छ नि थाहा छैन तल बाटामा हो आँपडाँडो थाहा छ आँपडाँडा मलाई कसरी थाहा हुन्छ त्यहाँ मलाई थाहा छ कट्टेल केटोसँग खेल्नेदेखि तर अब कटेल घर अलि कता कता त्यहाँनिर एकजना घरमा यसो कहाँबाट जान्थे थाहा छैन तर त्यहाँ घरमा गिरिप क्याम्प थियो अनि गिरिप क्याम्प भनेको चाहिँ नि त्यो चाहिँ रोडको छेउमा होइन काइला काकाहरू बसेको छेउमा ए त्यहाँ पछि तल सरेको नि ए त्यो त मलाई थाहा छैन त्यहाँ चाहिँ थाहा छ माथिबाट उठायो नि त त्यहाँ बाटो बनाएर उता बास भइसकेपछि माथि डाँडामा थियो एकदेखि माथि डिलमाथि दिलमाथि थियो त्यहाँबाट काम लगाउँथे काम गर्थ्यौँ हामीहरू अनि त्यो गिरिप एउटा पन्जाबी थियो त्यहाँ हामीलाई काम लगाउने अनि मलाई चाहिँ भात बोक्न लाउँथ्यो उसको खानेकुरा दिउँसो अनि अरे क्याम्पमा गयो अनि कति बेला पाक्छ भान्सूले पकाएर कति बेला ठिक पार्दैछन् अनि लिएर गयो त्यति बेला त्यहाँ त्यो भान्से लाउने चाहिँ एउटा गिर्पै थियो त्यसले चाहिँ रेडियो बजाएर बस्थ्यो अनि त्यहीँ सुन्दै बस्दै गयो अनि पहिलोचोटि यसो बजेको सुन्दाखेरि के बजेको होला के लाग्यो पहिले बजेको अब के बजेको बाक्सा बजेको मैले फोन गिरा चाहिँ देखेको पहिल्यै सानै के गरेको मण्डलका घर रहेछ फोन गिरा चक्का घुमेर बन्ने ए फोनोग्राम चक्का लगाउँदा बज्ने चक्का लगाउँदाखेरि त्यो चक्का घुमेको पनि देखिन्थ्यो बल्ने क्यासेट प्लेयर खै के हो सानै थिएँ म आमाका पछि नि पहिले बजाउँथे किन गइरहेको थियौँ आमा सानै हुँदाखेरि काइलो नजमिन्जेल त आमाका पछि हिँड्न पाएको त्यहाँदेखि भाइको ठालो काहीँमा त अनि त्यतिखेर चाहिँ बाबा यहाँ देख्नुभयो अनि त्यहाँदेखि देखेपछि चाहिँ अनि त्यहाँदेखि यस्तै किन्छु भन्ने लाग्यो त्यसलाई सोध्नुभयो कहाँ पाउँछ के कहाँबाट ल्याइन्छ किन सोध्नु अब आफूसँग पैसा भएको त्यहाँ सोधेर र पनि त अनि कहाँ पाउँदो रहेछ के हो भनेर पछि त जहाँसुकै बन्न थालिहाले अलिक गेलेको गएर टासीमा किनेर ल्याएको मैले टाँसी चाहिँ टासी स्टोर टाँसी स्टोर रेडियो स्टोरै थियो स्टोरै थियो ए गेलेकोमा टासी स्टोर थियो त्यो टासीले राखेको थियो त्यहाँ पाउँथ्यो रेडियो
जेही बाजा पाउँथ्यो त्यहाँ गेलेपुमा। पछि हो नि त पछि हो नि 3 मन जति अदुवा रोपेको थियो। दुर्गे जन्मिकिन होला, दुर्गा जन्मिकिन जन्मिकिन हो, आमा थिएन त्यतिखेर। आमा गइकिन पछाडि हो त्यो जतिले साली मारेको कसले साली मारे? गोपालले साली मारेका बेला सुगडीले त्यही गोपालले साली मारेकै दिन चाहिँ गएर रेडियो किनेका तिनीहरूले मारेर चाहिँ भागेको रहेछ। सँगै एउटै गाडीमा गएछन् उप्रेती बाबा बाबा को उप्रेती बा चाहिँ? यहाँ बाबै अर्के सरको बा गेलेपु गएका ए त्यति बेला अर्के अनि ऊ छोरो भेट्न गएका ऊ चाहिँ भाग्न गएको रहेछ। गफ गर्दै सँगै गएछन्। अलि अगाडि झरेँ मैले गोरु फुकाएकै थिएन, ऊबाट झरो लुखुर दाजु गेलेफी जाने भन्थ्यो भरे जाउँ त्यसलाई पनि भनेकै थिएन मैले। उप्रेती बुढासँग चाहिँ कुरा गर्थेँ भोलि गेलेफीतिर जानु पऱ्यो भनेर। म पनि जानु छ सबै जाउँ न भने उप्रेती बुढाले त्यसले सुनेको रहेछ। जाँदै जाँदा मैले गोरु फुकाएको छैन, गोरु फुकाएर बाछो लाउँछु र हात खाएर अनि झर्छु, गाडी आउने बेला भएको छैन भने झरेर तल बस स्टेसनमा बसिरहेको रहेछ। बसिरहनु त के बस्छ बाटोमा ओरेर पर्नु पर्दो रहेछ। त्यसलाई टेन्सन गरी भएको थियो अनि गाडी पर्खेको होला नि? गाडी एउटा मात्रै लाग्थ्यो होला? एउटा जान्थ्यो एउटा बस आउँथ्यो सारबनबाट गेलेफी जाने अनि त्यही बस पर्खिएको। अनि गयौँ गेलेफी गएर ओर्लियौँ तिनैजना। गोपाल म एकछिन बजार घुम्छु भनेर त्यता पर्छु। उप्रेती बुढा पनि एकछिन घुमेर पारि जान्छु म त ठुलेका गएर उता जान पनि हिँडेको म त ल जा भनेर म ट्याक्सी स्टोरमा पसेँ म। अनि गएर रेडियो हेरेर निकालेँ दामसाम मिलाएर। कति त पैसा पर्यो त्यतिखेर थाहा छ? कति 250 पर्यो। कति पनि रहन्छ 250। अहिले पो कति पनि होइन त्यतिखेर 250 निकाल्न त भने नि त 3 मन अदुवा रोपेको पछि अदुवा बिको 10 पैसा केजी 10 पैसा केजी अदुवा। अनि टेन्सन रिस उठो यो पैसाले के गर्ने, अबदेखि अदुवा पनि रोप्दिनँ, यो पैसा मास्छु भनेर रेडियो किनेर आएको। जे अब भने रेडियोले शिविरमा बसुन्जेल काम दियो रेडियोले। अनि उहाँ किनेको रेडियो फिलिप्स रेडियो सबैभन्दा बेस्ट रेडियो होइन? सारा संसारको खबर सुन्न त पाइयो नि। अनि त्यहाँदेखि अनि नेपालमा यता आउने बेला बिग्रेन कहिल्यै। त्यो आउने बेलादेखि के गर्यो मलाई थाहा भएन। आउने बेलाभन्दा अलि अगाडि 6 बजे लाग्यो। ए कुन छ होइन 6 बजे हो अचार। अनि त्यहाँदेखि रेडियो किनेर ल्याउनु भयो? रेडियो किनेर ल्याएँ। अनि रेडियो किनेर लिएर आएपछि चाहिँ बजाउँदै ब्याट्री पनि चाहिँदो रहेछ। ब्याट्री त फेर्दै पर्छ नि बेला टाइम ब्याट्री त लगाएर दियो नि उहीँबाट। त्यतिखेरै लगाएरै त्यो ब्याट्री चाहिँ? त्यो बेच्नेले ब्याट्रीलाई त कति पर्थ्यो होला त त्यतिखेर? हाम्रोमा त्यो रेडियोमा कतिवटा जान्थ्यो ब्याट्री? 2टा जान्थ्यो होइन? 2वटा ब्याट्री जान्थ्यो। 2टा कि 4टा? होइन 3टा जस्तै लाग्छ त मलाई त। 3टा हो बाबु? 3टा हो। यता अनि यता थियो नि त 3टा लाग्थ्यो। तल यसो जान्थ्यो अनि 3टा जान्थ्यो। खोइ कसरी थियो कति पर्थ्यो र त्यतिखेर? जसै पनि एक दिन पनि अप्सन गर्नु हुँदैन थियो, ल्याउनै पर्छ जसरी आयो बेची। गर्दैन थियो 2 रुपियाँ कति पर्छ त्यति सस्तो होला त्यतिखेर त के गर्छ त्यस्तै होला। अहिलेको 200 रुपियाँ 2वटा है अहिलेको मनी भ्यालु 200 भन्दा पनि धेरै। दिनभरि काम गर्न खेतालो गयो हाजिरामा भने 3 रुपियाँ दिने
कति कम्ती नि त्यतिखेर त धेरै त्यही होला त ब्याट्रीको 2 रुपियाँ त पर्दैन थियो अलिक धेर पर्ने होला होइन अझै कम्ती पर्छ अझै कम्ती पर्नुपर्ने अब त्यही बेटी मात्रै किनिदिने अर्को सौदा किन्दा मात्रै किनिन्थ्यो अनि एक बिजोडी किनिरहेको तर खप्तरी 6 महिना 7 महिना हो एक जोडी चिसोमा राख्नु हुँदैन त्यहाँ तातो ठाउँमा त्यो वर्षमा भुटानमै होला कि बाबा रेडियो ल्याएर अनि कन्टिन्यू बज्यो बत्थ्यो आमाले चाहिँ के ल्याएको यो भन्नु भएन घरमा लिएर आउँदा आमा नभन्दा एकछिन बाबा डेलिभरी गएको नि ए रेडियो यता नानी हेरिदिन्थ्यो त ए कसरी नानी हेरिदिन्छ सानो अब उठेर हिँड्न नसक्ने नानीहरू त्यहाँ वरिपरि डेरा लगाइदियो अनि बाहिर रेडियो राखिदियो गीत गाउँछ सुन्दै दुर्गीलाई त त्यसै गरेर पनि छुट्टी टारेको अब पानी थियो पर सिमलका खेतमा अनि 1000 सब काम गर्नुपर्छ सानो नानी ट्याप्ट्याप हुन्छ त्यहाँ मान्छे नदेख्दा अनि रेडियो बजाइदियो भने त मान्छे पिन्छन् भने जस्तो हुन्छ गुड आइडिया कुरा अनि गाउँ यसो डुल्न जाँदा पनि रेडियो बोकेर जानुहुन्थ्यो बोकेर कहिले पनि त्यो मान्छेहरूले कानमा लगाएर हिँड्छ नि हो त्यसरी बोकेर कहिले पनि बोकेर कहीँ कहिले पनि पनि हिँड्दैन घरमै हुँदा बजायो बोकेर त्यो त राम्रो रेडियो रहेछ नि त्यो लास्ट अब यहाँ त आउँदैछ न थियो भनेपछि त कति वर्ष चाहिँ भयो त भयो पनि त आम्मा थुप्रो वर्ष भएको नि फिलिप्स हो नि त अनि राम्रो खालको हुन्छ राम्रो खालको रेडियो थियो नि उसैले टासीमा भनेको मलाई राम्रो खालको रेडियो दिनु न भनेको मलाई ढुक्का थियो टासीमा अनि बाबाहरूको त बाक्सा पनि थियो त तैँले भुटानदेखि नै होला है त्यो त बाक्सा एउटा ठुलो बाक्सा छ खाट बाकस। ए तँ त त्यहाँ आएर बनाएको बनाएको त्यहाँ ए हो भुटानको होइन भुटानबाटै ल्याएको काठ हो ठुलो 20-25 मुरी धान जाने थियो खाट त्यस्तै बाकस खाट बाकस बनाएको ढिकुटी हान्दायो त्यो त उप्रेती ल्याइरहेको उप्रेती त्यो त थिएन होला हामी अहिले पछाडि आउँदा त्यता कहाँ उक्रिँदै लिएर आयो कसलाई दिनुभयो त्यो बाक्सा बेचेको। के गर्नु त पाटो बाहिर ल्याएर खाना हालेर राखेको थियो काइलाका काँला काका के गरे होला जस्तो लागिरहेको थियो मलाई उहाँ छोड्छ त बोकेर ल्याएको खन्याएर काँटाबारी ल्याएर धान खन्याएर राखेको काइलाका त्यस्तै खाट बाकस अँ अनि त्यहाँदेखि नेपालमा चाहिँ नि गान्छी म के अरे भुटानमा हुँदाखेरि नेपाल आउने भन्दाखेरि चाहिँ अनि कतिवटा खाट बनाएको थिएँ हाम्रो घरमा नेपाल लिएर आउनलाई एउटा दौडा कि तिनवटा थियो एउटा टेबल थियो यत्रै अनि एउटा खाट एउटा टेबल भत्काएर चाहिँ त्यो खाट बाकस बनाएको अब चोरको रमरमी थियो हाम्रा घर छन्दा केही पनि थिएन र पनि इन्डिभिजुअल खाट बनाएर चाहिँ लिएर आएको होइन अनि भएर चाहिँ नेपालमा आएपछि चाहिँ अनि त्यहाँ त्यही सबै एउटा खाट भत्काएर अनि एउटा चाहिँ राखेको थियो साइला एउटा खाट खाट राखेको। साइला काकालाई बनाइदिएको दोडा खाट बन्यो एउटा खाट बाकस बन्यो एउटा खाटेर पछाडि एउटा त बेच्नु खाँदैन। भएन बाबाहरूले होला बेच्नु भएको होला पछाडि यता आउने बेचेको कि दिएको घरले को लगेको कि माथि तोरीबारी तोरीबारीबाट मान्छे आयो गाडीले लगेको बिर्सिँदै गयो सबै सामान नै टकटुक एउटै घरको लागि गुम्राङ गुम्रुङ सबै बेचेको हो नि त प्राय त्यही रेडियोहरू चाहिँ थुन्से एउटा पुरानो भएको थियो एउटा नयाँ बेताको थुन्से नि अझै त्यसको लोभ लाग्छ मलाई त्यस्तो चिज त ल्याएको भए पनि त हुन्थेछ नि त रेडियो ल्याएको भए हुन्थेछ रेडियो त पहिले नै बेचेको कति पहिले नै भन्नाले त्यत्रो धेरै पहिले त होइन नि त। अलिक पहिले अन्धलो यता आउने हल्ला नभइकन बेचेको होइन होला ए अनि मलाई थाहा छैन त अहिले म इन्डिया गएको बेलामा होला तिमीहरू थियो न होला इन्डियातिर गएको थियो भोटेलले जुङ्गा पढाउँथ्यो रेडियोमा भुटानको रेडियो पनि आउँथ्यो हो नि आउँथ्यो त भुटानको आउँथ्यो भुटानको त पछाडि होला नि भुटानमा त पछाडि आउनु थालेको आन्दोलन हुनुभन्दा त्यही 4-5 वर्ष अगाडि अगाडिदेखि मात्रै आएको भुटानको
अब रेडियो पनि थिएन, रेडियो स्टेसन नै थिएन नि भुटानमा। खारसाङको चाहिँ आउँथ्यो होइन? भुटानमा भएको रेडियो खारसाङ रेडियो सुन्नुहुन्थ्यो? खारसाङको पहिलो नेपाली कार्यक्रमको रेडियो स्टेसन नै खारसाङको हो नि त। खारसाङ आउँथ्यो इन्डियाको भन्दा नेपालको भन्दा पनि अगाडिको यो। खरसाङ भने एकदम पहिलेको इन्डिया। तर नेपालीकै हुन्थ्यो नि त सबै। नेपाली आउँथ्यो, हिन्दी आउँथ्यो, त्यही नेपाली र हिन्दी आउँथ्यो त्यति बेला खरसाङबाट। अल इन्डिया रेडियो आउँथ्यो? आउँछ त्यो ग्रुपले तपाईँको नेपाली आउँथ्यो रेडियोमा त्यति बेला तपाईँको लगाइदिएर छोडेर हिँड्थ्यो। ऊ चाहिँ सुनेर ल के भन्छ, यहाँ गीत गाउँछ नेपाली भन्थ्यो। हिन्दी होला अनि उसले बुझ्थ्यो नि कता जान्थ्यो नि। ऊ त कति वर्षको हुनुहुन्थ्यो त्यतिखेर चाहिँ? त्यति बेला म कति थिएँ, 22 वर्षको थिएँ। 22 वर्षको। बाइस, 23, 24। अनि त्यो मिस्त्री गर्दा चाहिँ कति वर्षको हुनुहुन्थ्यो? मिस्त्री गर्दा त्यो द्वारे खुला कामहरू गर्दाखेरि पछि किन हो पछाडि ए त्यतिखेर चाहिँ त्यो टेकनाथ रिजालले काम लाउँथ्यो। टेकनाथ रिजाललाई चाहिँ भेट्नु भएको? टेकनाथ रिजाललाई भेटाएको चाहिँ मैले त्यो मिस्त्री गर्दै खोलामा बाँध बाँध्दा। खोलामा बाँध बाँध्दा ऊ चाहिँ के थियो त्यतिखेरको? बैदार होइन रे, त्यति बेला काम लाउने बैदार अखौ खोला बाँधाएको छ। अखोमा होइन, सर्वङ खोला। सर्वङ खोला अनि बाँध्नु सबैभन्दा पहिलो त उहाँ होइन, सर्वङ खोलामा बाँध्नु। त्यति बेला टेकनाथ भर्खर पढेर आएर त्यहाँ काममा यसो हेल्प मात्रै गर्थ्यो। त्यो कामै लाउने पुरै पनि होइन, काम लाउने हेर्ने अरू थिए, त्यहाँ हेर्थ्यो मात्रै। त्यहाँ त्यहाँदेखि पछाडि चिराङ गएर भोट गरेर मेम्बर भएको। पछाडि मेम्बर भइकन पनि आयो। मेम्बर भइकन आएको थियो। खार खोलाउँदो अक्को खोलामा दिए बेला चाहिँ पछाडि हो नि। पछाडि पहिलेको सर्वङ खोलामा पहिले हो, सर्वङ खोलामा बाँध बाँधेको चाहिँ। अनि पछाडि बाँध बाँध्ने मान्छे पनि खेदायो, बाँध पनि भत्कायो। खोलाले भत्कायो। खोलाले भत्काइहाल्यो नि। ला तेरो बनाउने मान्छे चाहिँ खेदाउँछस् भनेर चाहिँ खोलाले भत्काइदिएछ होइन? यो ताला नि सबै कोही पुरो कोही भत्कायो। पैसा चाहिँ कति दिन्थ्यो त्यतिखेर? त्यति बेला कति 4 रुपियाँ दिन्थ्यो दिनको 4 रुपियाँ कि घन्टाको? घन्टाको भन्ने त घन्टा कुरै आउँदैन थियो। कति घन्टा काम गर्नु पर्थ्यो? 10 घन्टा? 8 घन्टा 9 घन्टा 10 घन्टा। बिहान 8 बजीदेखि 4 बजीसम्म। 8 बजीदेखि 4 बजीसम्म भनेपछि कति भयो? 10 घन्टा कि 8 घन्टा भयो? 8 घन्टा। ए त्यतिको त ठिकै हो। बेकार बिना त बस्न नि पाइँदैन। त्यो चाहिँ बेकार हो कि अनि सित्तैमा त होइन नि त? त्यहीमा पनि लाउँथ्यो, बेकारमा अलिअलि दिन्थ्यो। अलिअलि दिन्थ्यो। त्यो झार यसो बाटाका साइडहरू फाल्ने त सित्तैमा नि। त्यो मिस्त्री गर्नेलाई मात्रै दिन्थ्यो नि, त्यो जाली बान्ने ढुङ्गा बोक्नेलाई दिन्थ्यो।
ए अनि सबै नेपाली नै मात्रै त हुन्थ्यो होला नि भोटे पनि आएर गर्थे के गर्थे भोटेले भोटे त यहीँ गाउँकाले पनि गर्दैन थियो भोटेले काम गरे त सब नेपाली भोटे नेपालीलाई काम लायो ला चप्पल जुत्ता नलाइकन हिँड्ने राजा चाहिँ अनि त्यहाँदेखि पुरै बिल्डिङ सिल्डिङ बनायो टासी जोङसोङ सब बनाउन लायो अनि त्यहाँदेखि अनि खेदा नेपाली मैले 1.5 रुपियाँ हाजिरामा काम गरेको फुन्चेलिङको बाटोमा फुन्चेलिङको बाटोमा थिम्पू त्यो बाटो बनाउँदा फुन्चेलिङबाटै थिम्पू जाने बाटो माथि 2 रुपियाँ 50 पैसा 70 दिन 70 दिन गर्नुपर्थ्यो काम त्यहाँ पनि सबै नेपाली मात्रै कति मरे नि हो थिम्पूका बाटो भन्दा त मान्छे माथि हो त्योदेखि माथि बामु लाप्चा भन्ने ठाउँमा काम गरेको मैले तामा गाउँमा क्याम्प थियो हामी जानुभन्दा त्यो पुग्नुभन्दा 2 दिन अगाडि एउटा अधिकारी मरेछ ती के पहिरोले थिचेर आफै त्यो लानेका ढुङ्गा पड्किँदा मरेको होला फर्किँदा होइन काम गरेर छुट्टी भएर अनि अब चाहिँ जाउँ भनेर बाटो लागेको डेरातिर जाने बाटो लाग्यो यस्तो 4-5 जना हिँडेका ठाउँमा माथि एउटा कहाँ ढुङ्गो खुस्केर ढुङ्गो आएर टाउका लागेको पुर्लुको लगिसक्दा ढिली थियो यहाँबाट गएको कहाँ पुगेको तब खोज्न जाने ठाउँ पनि छैन देख्ने ठाउँ पनि छैन तल अलिअलि खोलो देखिन्थ्यो एकै ठाउँमा खोलो देखिन्थ्यो अलिअलि बगेको कोही ठाउँमा त देखिँदैन थियो यस्तो थियो तल त्यो खोलो भयो यो माथि बाटो खन्नु यता पारी पनि त्यस्तै माथि यता त्यो त अब त राम्रै थियो होला नि।